Hey guys, welcome to our new day, new vlog. आज चाहिँ हामी अब कर्पु डाँडाको यात्रामा लागिसकेको छौँ। हामी अघि नै लाग्थ्यौँ, जिपमा आयौँ। जिपमा आएपछि चाहिँ अब ठ्याक्क हिउँतिर हिउँबाट सेग्ड आउट भ्यू। अनि केटाहरू चाहिँ अगाडि अगाडि छ। लास्ट चिप्लो यार बाटो यार। अब हामी बिस्तारै माथि पुगिन्छौँ। के भयो देखाएको छु। अनि हामी चाहिँ अब बिस्तारै बिस्तारै माथि चढ्छौँ, हतार्नै गर्दैनौँ। अनि अब धन्न गुल्टेको थियो। अब हामी चाहिँ बिस्तारै माथि पुगेपछि चाहिँ अनि देखायो होइन यो यस्तो गर्न अर्को यस्तो हो बल्ल देखियो देखियो हजुर देखायो नि। अनि ठ्याक्क हामी चाहिँ अब बाटोमै छौँ। बाटो चाहिँ लास्ट चिप्लो चिप्लो रहेछ। धमालाई देखाएर चिप्लो कस्तो छ। यी चिप्लो चिप्लो चाहिँ यस्तो छ। यी मर्ने ओइ ऊ चिप्लो यस्तो छ। यी माछा मर्न सफल भइसकेको छ नि। हाम्रो कुवरमा टेकेर चिप्ली जो समीर मुनि टेकेर लोड्छ यार। साथी भनेको त्यस्तै हुनुपर्छ। समीर माछानी गुल्टिएको छ भने अब हाम्रो गाइज म पनि भ्लगर बन्दिम भाइ। ओके यु क्यान डु इट। नै हान्ने काम चाहिँ नगर। 4G भन्यो 4G। अब 4G चल्न थालिन्छ हैन। ला लाउँदो रहेछ यार। लायो अब बाटो चाहिँ खै यस्तो छ। अब जङ्गल छ माथितिर। माथितिर चाहिँ खासै जमेको होइन। गाइज म कर्पु डाँडा आइसकेँ। यता यस्तो छ। नामसाम लेखेको छ तर केही देखेँ होइन यार। यस्तै बाटो हो। हामी अझै यस्तै बाटो हो। हाम्रो यहाँ माछा छिडायो के यी हात त कालै भयो। हामी अझै यो नपुस्न। हामी चाहिँ आज 2 घन्टा जङ्गलमा हराम। सेतो ज्याकेट कालो बनाएर ल्याइदिन्छु म। यहाँ हेर्नु त। अनि बल्ल तल्ल चाहिँ हामी बाटोमा निक्लिन सफल भयौँ र अहिले चाहिँ कानै डम्म भइदिएर हात चिसोमा हात बजारतिर त्यस्तै हुन्छ। हामी चाहिँ खानासाना नखाइकन सेलरोटी एउटा सेलरोटी र रोटीको भरमा अनि चियाको भरमा चाहिँ हामी हिँडेका छौँ। अनि रेडबुल खाएर हैरान छ। चिप्लोमा चाहिँ हैरान छ। यस्तो चिप्लो छ यार बाटो यार। ढुङ्गा यस्तै छ। एकचोटि टाउकोल टेकेर दाँत ठोकेन दाँतभित्र गम्भीर हुन्छ। ल हेर्न स्केटिङ गर्नु जस्तो छ यार। भेडो आइसक्यो यार। है भेडो आइसक्यो। कर्पु डाँडा जाने भने हिउँ आइयो। अब कर्पु डाँडा नि आयो लाइफमा एक्सपिरियन्स भयो। त यस्तो हिउँ ठाउँमा माथि फर्स्ट टाइम हो। इज फर्स्ट टाइम। कस्तो लागिरहेको तँलाई? बेला बेला लास्ट रिग्रेट। बेला बेला बवाल। बेला बेला मन खतल सब भइरहेको। खतल चाहिँ किन भयो? ल छोडिदियो। त्यो छुट्टै कहानी छ। पछि भविष्यमा सुनाउँला। त्यो कुरा सफल भएछ भने चाहिँ अहिले अब त्यत्तिकै छोडिदिउँ। के लेख्यो यहाँ आई आरएजे निरज आए तेरी यस्तो काम नगर्थ्यौँ नि यार। अनि हाम्रो चाहिँ बाटोहरू फिलहाल यस्तो छ। सब हिँड्दैछन् चिप्लो चिप्लो बाटोमा पछारिँदै उड्दै हिँड्दै है। जति हिँड्ने हिँड्दाखेरि जति भयो नि बाटोमा लडेर उठेर हिँड्न सिक्नुपर्छ हामीले चाहिँ। यो द्याट्स चाहिँ त्यो चाहिँ मलाई थाहा होइन। अरू चाहिँ के नै भन्ने र सानै छु अझै छ लाइफ बाँकी।
लाइफ इज लङ नट सर्ट। गम्भीर छ हिउँमा यार। तर सास फेर्न त्यस्तो गाह्रो साह्रो चाहिँ केही हुने रहन्छ। के भन हा फिल दामी है जे होस् यहाँबाट चाहिँ बाब्सको पाइट त हैरान भएछ यार। यो पाइट चाहिँ मैले हेर्नु है बिहान लाग्यो जुत्ता मैले किनेँ अनि एकचोटि चोकमा जाँदा एकचोटि चिप्लेढुङ्गा चाहिँ म खासमा चस्मा किनेको थिएँ केटाले चस्मा लाएर गयो माथि। बरु आफ्नो नाम बिर्सिन्छु या बिर्सिन्न अनि चिप्लेढुङ्गा थियो त्यति बेला जुत्ता सिधै यति बेला लाग्यो। जो जुत्ता चाहिँ ठिक छ है रिङ्कल्स केही नि आएन। अनि हात देखेछ यार रिङ्कल्स केही नि देखेँ होइन। त्यो चाहिँ एकदम राम्रो लाग्यो मलाई। अनि अब अनि म चाहिँ बिस्तारै अगाडि बढ्दैछु है। केटाहरू अगाडि छन् जाऊ अगाडि जाने जाऊ बाटो छड्दैकै छ। फेरि गम्भीर होला फेरि यहाँ धेरै ज्ञान नबाटौँ। आज हामी घर फर्किन नि छ खाना नि आएन घर फर्किन नि छ। अब तपाईँहरूसँग चाहिँ म सिधै माथि गएपछि भेट्छु कि थुकाउँछ भोक त लाहा होइन अनि माथि चाउचाउ खालास् मुर्दारले त्यही भनेको मलाई लाग्छ। चाउचाउ खानु होला गाई चाउचाउ खानु लाग्यो मलाई भोक लाग्यो होइन म माथि गएर चाउचाउ खान्छु माथि गएर कसैलाई दिन्न म एक्लै खान्छु चाउचाउ मेरो तेरो भर क्या खैले न क्यामेरा लिएन म छाटिनु म त बिस्तारै नि त्यो भान्न छाटे बस त्यहाँ नैन होइन यस्ता किसिम दिँदैन एकचोटि मोबाइल दिन्न ब्लग बनाएँ मैले भन्छ ब्लग भेटिदिन्छु। ब्ल्याक आइस भन्छ ब्ल्याक बल चाहिँ कति बजे भनेर म देखाउँछु। अहिले चाहिँ एकछिनै गाइस अहिले चाहिँ 12:18 भइसक्यो। अनि 12:18 भइसक्यो पनि अब चाहिँ के भन्दाखेरि 12:18 भयो खानै खाएन भोक लाग्यो के हामी घरबाट आफूले भन्ने थाहा पाउँथ्यो खाजा खाइदिन्थ्यो। अहिले यार अब सबैतिर आफ्नो घर जस्तो हुन्न होइन हल्का हल्का थुतुन देखायो भने कम्प्रोमाइजै गाइस देखायो नि थुतुन भैलीहरूलाई पनि लड्दै र पढ्दै आएको भन्दा त यहाँ मिल्छ यार। अझ जङ्गलमा हैरान छ। म चाहिँ तपाईँहरूसँग सिधै माथि गएपछि मिल्छु होला है त। अब धेरै बिलेटको बाटो छैन।